छु है हिजो पनि गएँ सोनासम्म अनि पुल है गेट मजाको बनाएर रहेछ बाटो चाहिँ अलिक नमजाको रहेछ है बाटो राम्रै छ नि यता चाहिँ बाटो जान्छ है हामी है ढाल्ने भने जस्तो सुरु भयो लामै छ क्या उकालो लामै छ नि कस्तो राम्रो छ नि कोही तल के हो तल नि बस्ती रहेछ है है गाउँतिर रमाइलो हुन्छ कि जस रमाइलो है हाम्रो हिँड्थ्यो पटक पटक चप्पल है गाई सुत्यो नि एकचोटि किताब फोन गरेको मैले किताब किन्ने यो ठाउँमा मतलब पोखरामा छु भन्यो अनि फोन गरेर त मर्सिङको आउनु रहेछ अनि बुढो आफ्नै सुरु कि अनि गएर किताब किने अनि 700 रुपियाँ भन्यो 1000 रुपियाँ दियो गाउँ घुम्न आएको गाडी फस्यो धकाल्ने पर्यो है ल दामी ठाउँ आयो के ठाउँ भन्छ यसलाई भाइरल रोड हो के ठाउँ भन्छ यसलाई थाक गाउँ वाउ सिक्लेस जाने बाटोमा थाक गाउँ दामी यहाँबाट हिमाल देखिन्थ्यो मैले एउटा उसमा हालेछ नि यो भिडियो हो र यहीँको ठुलो माइराडा हो होइन नि यहीँ तलै होला नि ओ पानी पानी बाटो त पानी त खतरै परेछ त्यहाँ है हाम्रो गाउँदेखि नि भनेको गइहाल्यो यो त तल हो ओ यो त पारी तर एक्लै खेतमा एकदम उब्जा सिरिस हेर्थ्यो कति धेरै पुतली उडेको जग्गा त मिलाएर पाउँछ होला नि त ल बाटो छ भिरालो हाम्रो दाइ मेलबोट आइपुग्नु लाग्यो माथिको रहेछ है ल डेस्टिनेसन आइपुग्यो हाम्रो डेस्टिनेसन पानीले स्वागत गरिरहेछ पानीले स्वागत गरे अच्छा अँ। क्या हो ल हाम्रो दाइ पनि उता ल हेर्नुहोस् ल हाम्रो लाल सुल्टीको पानीघाट होमस्टेमा हामी ठ्याक्क आउँदैछौँ बाबु चिप्लेलाई बिस्तारै गुड 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 ल यस्तो छ बाटो वेलकम गेट यस्तरी चिप्लेला यस्तो छ है आमा पानी नभिजे बाबु ल कस्तो लाग्यो बाबु राम्रो लागिरहेछ यार हो यस्तो छ यार होइन ठाउँ त चेक छैन कता हो यार यस्तो बाटो ओडार मुनि बसे जस्तो लाग्यो त यार हो ओडार मुनि बसे जस्तो लाग्यो यस्तरी ओडारमा पनि बस्नु पर्छ नि पानी पर्यो भने छाता हो नि उता हो यस्तरी होइन है हिँडे अलि लामै बनाउने यो पानीले वेलकम गरेर हामीलाई होइन बाबु हिँड्न ओ पानीले ल आइपुग्यो हाम्रो डेस्टिनेसन ल नमस्ते नमस्ते हामी आज पानीघाट भन्ने ठाउँमा आएको गाउँले पानी परेर स्वागत गरे है ल ल है पारी घाम लाग्छ कस्तो रमाइलो हुन्छ पानीले दर स्वागत गरे है आएर सोल्टीको घरमा आएर मोही गाउँको प्योर मोही ल खाइदिउँ मसनी गर्न त हात मात्रै भयो नि आज पानीले यस्तो रमाइलो बनाएको छ हामीलाई काँक्रा आयो मोही आयो अब के आउने थाहा छैन है यसरी चियामा बिसुर यसरी खाने हो फेरि भन्छ चियामा ल गर्दा गर कता हो नक्कु बाबु हेलो के छ हालखबर पानीघाटमा अब यहाँ पानीघाट के अरे मोदी कि मादी गाउँपालिका मादी गाउँपालिका पानीघाट मादी गाउँपालिका ओहो पुरानो घर त यस्तो राम्रो हुन्छ नि ओहो के यसलाई हलो यसलाई के भन्छ रे दाइ ए जुवा जोत्न जाने हो कि क्या दाइ
हेलो जुवा यसको नि धेरै नामहरू छ यो हेर्नुहोस् है ल भन्नुहोस् योलाई आनो भन्छ हेलो भनेको योलाई हरिस हरि ए छेडी भयो है यी यही सापो ए अनि यता नि यस्तो छेडी हुन्छ अनि योलाई फाली भन्छ ए फालीको सियो सियो बिर्सियो भने बिर्सियो फलामको सियो अनि एउटा बियो सियो हुन्छ यो करुवा सोल्टीले ओहो राम्रो एक्सप्लेन गरिदिनु भयो सोल्टीले अनि फेरि यस्तो छ योलाई जुवा भन्छ योलाई नारा पनि भन्छ अब नेपालीमा हल्लडो पनि भन्छ है यसलाई जतर भन्छ फेरि यो टाउको र घाँटी आडाउनु राख्ने यसलाई सोइला भन्छ फेरि है यो जोत्ने बेलामा यो चाहिँ नि बलियो चाहिन्छ यदि यो भाँचियो भने कुकुरको भाले काटेर फेरि पूजा गर्नुपर्ने हुन्छ ए त्यस्तो छ है ओ यसरी चाहिँ नि अब यसरी घाँटीमा हाल्ने मैले त हलो र जुवा मात्रै थाहा थियो सोल्टीले पुरै भनिदिनु भयो एकदम धन्यवाद सोल्टीलाई पानी परिरहेछ तर बस्न थालेछ शीतल भएछ है त यहाँ हावा आउँछ हावा आनन्द शीतल कस्तो मजा यहाँ पनि खाना ठिक हुन्थ्यो होला हौ यो पुरा यो ठुलो बनाइदिने अब यो पहिला बिर्ती पुगेन अनि फेरि त्यो पानीको धारा फेरि एक ठाउँमा उसो गर्नुपर्छ नि फेरि यहाँ पनि खानै ठिक हुँदो रहेछ कि पानीको धारा के तल फुल गर्नुपर्ने बुझि नपुगेर फाक्कै यसरी काटेर त्यस्तो बनाए फुल गरेको भए राम्रो हुँदो रहेछ पैसा बस्न मिल्छ नि त अनि यो पनि यो फुल गरिदिने कटेज भने अनि यो नि भाषामा गर्नुपर्ने छ के पछि नै हो कि यसो भनिदिनुहोस् न यो चाहिँ नि याकको सिङ ए याकुसिङ हजुर यो मनाङतिर मुस्ताङतिर याक काट्छ नि हजुर याकै पर्छ 1.5 लाख 2 लाख याकको मासु नि महँगो छ मैले याकको मासु नि यहाँ पाइन्छ फेरि हजुर दसैँमा आउँछ अब है हजुर 4 खुट्टी भन्ने हुन्छ 1 खुट्टी नै पर्छ 40-50 हजार हजुर अनि याकको मासु खाने अनि यो सिङ चाहिँ सोको लगाइराखेको ए अनि यो ठाउँको नाम पनि भनिदिनुहोस् न सोल्टी यो त माथि 7 पानी घाट भन्छ है ए ल धन्यवाद सोल्टी अनि अब क्यामेरा खिच्छ तानी धेरै आशिका तामाङहरू छ उहाँ त फेरि परेछ नि त कहाँ हो र शेष होइन माथि 7 पानी घाट एकान्त होमस्टे मस्त धेरै पछि साथीभाइ भेट भएको छ खुसी लाग्यो अनि यो चाहिँ नि पारी चाहिँ नि यहाँबाट विजयपुर खोला यो बिचको यो मध्यपाठी लोकमार्ग हो यो बिचको बाटो पिच बाटो यताबाट उति पारी घ्यापु जान्छ घ्यापु भन्दा तलको गाउँ मोरिया मोरिया भन्दा पछाडिको फेरि आटीघर हो यो मोरिया भन्दा तलको फेरि मौजा गाउँ मौजा भन्दा तल मौजा हो है त्यो अनि त्यो तलको लाम्डा हो अनि त्यो मौजा भन्दा पछाडिको फेरि विजयपुर डाँडा गाउँ हो मौजा गाउँ मौजा सबै मौजै भन्छ कि फेरि गाविस हो अहिले पोखरा बिच यो माथिको डाँडा मौजा गाउँ उता पारी चाहिँ अनि त्यो मोरिया भन्दा आटीघर हो माथि गाउँपट्टिको अनि आटीघर हुँदै सेकेन्ड है ल आन्टीघर हुँदै जोइमुरी जान्छ जोइमुरी अनि हेम्जा जोडिने यो त मध्यपाठी लोकमार्ग यही बाटो हो राष्ट्रिय गौरवको आयोजना हो के पाइन्छ ल भनिदिनुहोस् न यहाँ सबै टोटली अर्ग्यानिक है तपाईँको लसुन प्याज मसला धरी चाहिँ नि यहाँकै चाहिँ नि उमारेको जिरा सिरा के भन्छ अरे त्यो धनियाँ हजुर धनियाँ नि यहीँ उमारेको छ सबै अर्ग्यानिक मासुदेखि लिएर चामलदेखि लिएर मोहीदेखि लिएर सबै अर्ग्यानिक भएर अर्ग्यानिक खानको लागि यहाँ हावा खानलाई शीतल हावा पनि खानलाई यहाँ चाहिँ आउनुहुन्छ क्या ए ल देख्छु अहिले आएपछि अनि अरू के पाइन्न अरे यहाँ भन्न हेत्तेरिका के पाइन्न अब सबै पाइन्छ त होइन सबै अर्ग्यानिक हो है के मधेसको के पाउनु भन्थ्यो नि सबै अर्ग्यानिक सबै लोकल मान्छे मात्रै मधेसको मधेसको भनेको उहाँले अलिक टाठो बाठो दिमाग भएको भन्न खोजेको हो गोरै छु नि त विशेष मात्र लाँदाखेरि मलाई गाउँ गएर लेखेको थियो यो चाहिँ चलिनु भयो क्या सुकुटी नि आइपुग्यो है सुकुटी खाइसकेको इस्कुसको मुन्टा अझ के खाने भन्ने विषयमा छलफल हुँदैछ है ल अब फर्सीको काँक्रा भेन्डी होइन है आफ्नै बारीमा फलेको बारीको होइन आफ्नो बारीको होइन गुडेर आएको होइन फलाएको हेर्नुहोस् तपाईँको खाने बेलामा थाल छोडेर नमान्ने काम गर्ने बेलामा माटो छुन नमान्ने भयो होइन हामी त चाहिँ नि गरेको थियो नि सेल्टी यता फेरि सेल्टीले ग्यास दिएको क्या खाने सल्लाह भएन
म तरकारी खोज्न जान्छु है त 1000 रुपियाँ चाहिँ नाच्ने बेलामा स्याही गरिदिए हुन्छ स्याही गरिदिने डान्स टोली ल्यायो भने नाच्दा प्रत्येक नाचमा चाहिँ नि अब प्रत्येक जतिवटा गीतमा नाचे पनि 1000 रुपियाँको फुल लगाइदिने क्या फुल टोटलमा कि प्रत्येक गीतमा होइन त्यो एउटालाई एउटा लगाइदिएछु भयो अनि त्यो केटीलाई त्यसो गरी हुन्छ अनि कलाकार फेरि केटा म पनि तपाईँ त गेस्ट भयो नि त अनि मलाई लाउनु पर्यो फेरि अब प्रत्येक गीतमा चाहिन्छ कि फेरि टेकु सोल्टी नाच्न जानु कहिले नाच्न मान्थेन सिकाएको उसले एउटा केटी धेरै राम्रो नानी थियो भनेको त मलाई त म नाच्छु के तान भन्न तान अनि फेरि त्यो केटी त परिचय भएर फेरि तान्छ होइन अब केटीले फेरि मनमा तान्न मन लाग्ने मान्छे धेरै छ नि त होइन छ नि बानी पो खराब हो त अब तान्न मानेन अनि मैले तानिदिएँ क्या त्यसपछि बस्न नमान्दो रहेछ फेरि नाच्दै नाच्दो रहेछ होइन यो सिक्लिङ तान्दियो क्यामेरामा चाहिँ नसक्दो रहेछ देन त त्यो तैँले बोले झुन्डेकोलाई के दिनु गाउँमा चाहिँ अर्ग्यानिक चाहिँ के टिस्यु हुँदैन पात ल्याउनु पर्छ पात रुखको पात टिस्यु पनि छ टमाटर कति मिठो तर चाहिँ नि के छ भने यो यहाँ घरभित्र निकालेपछि त्यो नि अर्ग्यानिकै बास्ना आउँछ क्या धुवा सुवा लागेको हुन्छ नि त अलि कीटाणु रहित हुन्छ क्या त्यस्तो पात हुनुपर्ने कि अर्ग्यानिक पात अहिले थियो त पात फाल्दैछ अनि यो उस छ यो सिन्का त्यसै ल्याउँछ है म भित्र छ निकै लामो ल्याउ भन् त ल काँक्रा आयो है ल्याउ भन् काँक्रा गुरुङ भाषामा लाहे लहाए है लहाए एउटा खिचिन्छ राम्रो मायाले भनेको त स्याहारमा धेरै भान्जीहरूसँग बोल्ने बानी भयो दुईजना कलाकारको छेउमा है के पनि आउने गरेर है फिल्मको त्यो स्टोरी सुना त ए पहिला हामी कलेज पढ्ने बेलामा के बिन्दुवासी हलमा त्यो रेस्टुरेन्टमा छिरेको ए प्रसिद्ध ए भित्र छिर्यो ऊ चाहिँ बाहिर छिर्यो अनि त्यो जडियाले धोतिएर आफू यहाँ क्यों आयो भनिदिएको कि झगडा गरेर डिटाइएर भन्न हो नि यार जापानबाट रिबन काट्नु मलाई बोलाउने तैँले है केमा एक वर्षपछि होटल ओपनिङ हो कि पानी जातमा रे कति टाइम लाग्छ नारायण घाट मुनि त्यो एउटा के अरे एजेन्टले कि हाम्रो भान्साहरूलाई तिमीहरूलाई माया डाइरेक्ट तिमीहरूलाई प्लेनमा लाने होइन पानी जहाजमा मुगलिनको मुनि त्यो कृषि त्यो छ नि जहाज त्यहाँ ल्याएर राखेको भने अनि त्यस्तो हुँदै नि पत्ता चाहिँ आजभोलिको मान्छेले नि मान्छेहरू त होइन यो अलिक पुरानै कुरा हो जापान भनेर कहाँ बिरगन्ज पुऱ्याइदिएको अरे कोरिया भाषा भने त तामा भाषा बताउने पनि यार साउदी भनेर जमसम पुऱ्याउनु त सकिन्छ है रातारात लानुपर्छ के प्रसङ्ग मिल्छ साउदी भनेर के अरे जम्नु पुऱ्याइदिने अहिले गाडी जान्छ नि भन्दा पताउँछ अरे क्या अझै कस्तो छ क्या ल आयो है आयो हजुर ल मनाङको राजमाको दाल अनि यहाँको लोकल भालेको चाहिँ नि तपाईँको 2 मिनट सोचेर भन्नुभएको त जल्दी सुप भन्यो भनेको सुप अलिक खाना पनि आइपुग्यो होइन पनि आइपुग्यो पहेँको ढेँडो नेपालीमा फापर र कोदोको पिठो मिसिएको घट्टमा पिनिएको मनाङको तिल्चेको फापर अनि अब करेला
इस्कुसको मुन्टा अनि न्युरो अनि घेराम्ला भट्टा ए ल एकदम दामी दामी गोलभेडाको चटनी छँदैछ सुप र दाल मासु पनि छ है ल त्यहाँका मिठो मानेर खाइदिनु होला मैले अघि नै बखान गरिसक्यो मिठो मानेर खाइदिनु होला आफू क्यामेराम्यान त परिएन तै पनि चाहिँ नि क्यामेराम्यानले भन्दा कम चाहिँ क्वालिटीको त हुन्न है मैले खिचेको फेरि है ल सुरु गरे ल ल ल सुरु गरिदिउँ ल ल चाहिँ नि हाम्रो चाहिँ नि ल ल सोल्टी सुरुबारीको है होमस्टेको चाहिँ नि सबभन्दा सुरुवातको होमस्टे भएको ठाउँको सोल्टी यहाँ चाहिँ नि आइपुग्नु भएको छ माथि सातपानी घाटमा